भाइ बहिनी, मैले त्यहाँ चित्र हेरेर शब्द बनाऊ भनेको छु। त्यहाँ थुप्रै थुप्रै चित्र बनाइदिएछु। एक नम्बरको चित्र कान, दोस्रो घर, तेस्रो आँखा, त्यसपछि गाजर, माछा, बाघको शब्दै लेख्दिएछु। बाघ बनाउन आएन है, शब्द लेख्दिएछु। त्यही शब्द खोजेर फेरि त्यहाँ राख्ने। अनि हात, त्यसपछि हाँस, अनि गाई, आँप, अनि त्यसपछि साग छ, एउटा साल छ, त्यसपछि अँध्यारो घर छ। अब लेख्ने त्यहाँ अँध्यारो छ भने अँध्यारो रात परिसक्यो होइन, अँध्यारो किन छ, रात छ होइन। त्यस कारण ल अब पालै पालो जाऊ। जोसँग कानको चित्र छ, कुनै चित्र छ भने चित्र राख्ने, कोसँग शब्द छ भने शब्द राख्ने। ल जाऊ बहिनी अनुष्का, जाऊ। तिम्रो हातमा के छ? कान। ल त्यस्तो चित्र खोजेर राख। अनिकेत, हो तल राख, मिलाएर राख। ओ मिलाएर राख। ल अनुष्काले कान राख्यो। ल अब घर कोसँग छ? घर खोज, कहाँ छ? घर। ल त्यहाँ राख। घ अनि र खोज, कहाँ छ? र खोइ त, र पनि लैजाऊ। घर। त्यो घारा भइगयो। घर हेर कोसँग छ? घर। घरको चित्र खोइ, घर की चित्र कता छ? त घर मिलाएर राख। त्यहाँ दुईटै मिलाएर राख, एकै ठाउँमा मिलाएर राख न। उल्टो भयो, सुल्टो गर, सुल्टो गर। भाइले घर लेख्यो। अब तिमीले के आँखा देखाऊ, कहाँ छ? मिलाएर पहिला देखाऊ, अक्षर देखाऊ, कहाँ छ? आँखा। मिलाएर राख। उल्टो भयो। हो के लेख्यो? आँखा हो। ल राम्रो। ल अब जाऊ, के छ देखाइदेऊ मलाई। गाजर हो। तिम्रो हातमा के छ? गाजर हो, राख त्यहाँ। ल गाजर। अब माछा कोसँग छ? खोज माछा। ममा आकारमा, छमा आकार छ, माछा खोज। सटाएर राख न, सटाएर राख। हो माछा। हेर त, ममा आकार छुटेको छ, त्यस कारण आकार चाहिँ मार्करले गरिएको छ होइन। माछा। ल कति राम्रो। ल धन्यवाद। अनिकेतले माछा लेख्यो। अब बाघ। बाघ हेर त कोसँग छ? बाघ। घ घ घ। ल कानको चित्रसँगै कान पनि लेखेको राख। कान कहाँ छ हेर, कसको हातमा छ? ल लेख, राख। का अनि न, कान हो। कति राम्रो। ल अब तिम्रो के छ? होइन बस, अहिले पढ। हाँस। हाँस हेर त, हाँस। हाँसमा हो, हाँस लेख। हाँस कहाँ छ हेर पहिले। हात, हात हेर त। बाघ केकरासँग छ? बाघ। बाघ कोसँग छ? बाघ कोसँग छ? हो राख। हो त्यहाँ राख, तल मिलाएर। पहिला बाघ हो, ठिक छ, राख। हो राख, मिलाएर राख। भयो? बाघ के भयो? बाघ भयो। ल ठिक छ। अब जाउँ त हात। हात हेर त कोसँग छ? हात। हा छ त्यहाँ, त खोइ? त कसको? यसको हातमा छ। लौ हात ल्याऊ। यो हात हो। ल राख। हो पहिला हा राख अनि त राख। हात। खै हेरौँ अनिकेतले के लेख्यो? उल्टो भयो। हो त हा भइगयो। पहिला हा अनि त्यसपछि त, हात। हो हात होइन। अब चाहिँ फेरि हाँस। हाँस कोसँग छ? हाँस। हाँस। ल साग हो, जसको हातमा जे छ त्यो लगाऊ। साल। सालमा लगाऊ। साल कहाँ छ? जाऊ तिमी। साल हो। साल। साल भनेको दोपट्टा ओढ्ने भन्छ नि, यस्तो ओढ्ने कुरा, त्यसलाई साल भन्छ। के भनिन्छ? साल भनिन्छ। ल ल गाई कोसँग छ हेर त? गाई।
ल गाई लेख गाई हेर कहाँ छ गाई गाईको साथमा लगाऊ गाई गाई आहा कति राम्रो ल गाई गाई लगाएँ ल त के छ हेरौँ साग हो एकछिन पढ्यो अन्त्येश पुराण साग साग ल साग भयो अब हेर कोसँग के छ अब रात हेर त रात छ कोहीसँग रात छ हाँस छैन हाँस